उहाँ ada mulai. नमस्कार हेलो नमस्कार सबैमा शुभ बिहानी बिहान नेपाल सरकारको 9 बजेको नियम हामीले पनि 9 बजे राख्यौँ यहाँहरू सबैलाई सजिलो अप्ठ्यारो के भएको छ त्यस हिसाबले हामी अगाडि पक्कै बढ्छौँ भन्ने हिसाब सकेर सर्वप्रथम त आज हामी यस कक्षा फिफाको लागि पावर लिमिटेड कम्पनीको सर्वसाधारण निष्कासन र सेयरको बाँडफाँडको कार्यक्रमलाई हामी अगाडि बढाउँदैछौँ। यसका लागि सर्वप्रथम त यस कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हाम्रो रूपेश तामाङज्यूलाई इतिहासमा आगासन गर्न हार्दिक अनुरोध गर्छु।
त्यसै गरी प्रभु क्यापिटल लिमिटेडका प्रबन्धक सञ्चालक आशिष चौधरीलाई क्यासमा राख्न मलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस टक्सार हाइड्रो पावर लिमिटेड कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत मैले यस आइपिओमा उहाँसँग आइपिओ सम्बन्धी सबभन्दा बढी काम मैले उहाँसँग गरेको छु। नवीन श्रीवास्तव मलाई क्यासमा राख्न मलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामीले नियमकारी निकायका प्रतिनिधिज्यूहरूलाई निमन्त्रणा गरेका छौँ। त्यसमध्ये हामीले नेपाल हितोपत्र बोर्डका प्रतिनिधिलाई आमन्त्रण गरेका छौँ। त्यसै गरी कम्पनी रजिस्टर कार्यालयको प्रतिनिधि शर्मिला लिमिटेडका प्रतिनिधि हाम्रा किशोर यसै गरी यस कार्यक्रमको सौभाग्य भाग्यमानी लगानीकर्ता छनौट गर्नको लागि तम्तया भएर बस्नुभएका सदा चाहिँ हिँड्काइना प्रोफेसनल कम्प्युटर सिस्टम गाडीबाट महेश सर हुनुहुन्छ। उहाँ हामी सबै मैले आइपिओ निकाल्ने बेलादेखि उहाँको नाम सायद लाग्छ, मैले छुट्याएको छ जस्तो लाग्दैन क्या होइन, महेश सर हुनुहुन्छ। यस हाम्रो आइपिओ कार्यक्रममा यस कम्पनीलाई माया गरेर लगानी गर्नुभएका लगानीकर्ता महानुभावहरूलाई यथा स्थानमा आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। र मलाई यस आइपिओको निष्कासन क्रममा मेरो आफ्नो डिपार्टमेन्टमा सुशीला देवी सर 2 जना र प्रत्यक्ष रूपमा 2 जना र अप्रत्यक्ष रूपमा प्रभु क्यापिटल लिमिटेडका सम्पूर्ण कर्मचारीलाई यथा स्थानमा आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रभु क्यापिटललाई माया गर्नुहुने पत्रकार साथीहरूलाई समयमै उपस्थित हुनुभयो। हामीले 10 मिनट ढिला गर्यौँ क्या, त्यसको लागि हामी क्षमा 10 मिनटलाई क्षमा माग्दै उहाँलाई धन्यवाद गर्दै म यस कार्यक्रमलाई अगाडि बढाउँछु। यस टक्सार हाइड्रो पावर लिमिटेड 71 साल 1 महिना 10 गते कम्पनी रजिस्टर कार्यालयमा टक्सार हाइड्रो पावर प्रालीको नाममा दर्ता भई 78 साल 6 महिना 14 गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो, जसमा अहिले हालै संस्थामा 391 जना संस्थापक सेवा बन्ने हुनुहुन्छ। यो प्रोजेक्ट भोजपुर नगरपालिकाको रामप्रसाद राई गाउँपालिकामा अवस्थित छ र यस प्रोजेक्टको क्षमता चाहिँ 8 मेगावाट रहेको छ। 78 साल वैशाख 1 गतेदेखि विद्युत उत्पादन भएको थियो यो प्रोजेक्टमा र विभिन्न कारणले गर्दाखेरि ट्रिपिङको कारणले र कन्टिजेन्सी प्लानको कारणले गर्दाखेरि चाहिँ केही समय यस प्रोजेक्टलाई बाधा भयो र अहिले चाहिँ सुचारू अवस्थामा रहेको मैले यसमा जानकारी गराएँ। प्रोजेक्टको कुल लागत 1.28 करोड रहेको, प्रति मेगावाट लागत 23 करोड 23 करोड रहेको र हामीले पेब्याक पिरियड लगानीकर्तालाई पेब्याक पिरियड सामान्य नर्मल पेब्याक पिरियड 9 वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड चाहिँ 18 वर्ष रहेको मैले सभालाई जानकारी गराएँ। हामीले टोटलमा 42,30,668 कितासीहरूको लागि नेपाल हितोपत्र बोर्डबाट अप्रुभल लिएको थियौँ, जसमध्ये स्थानीयवासीको लागि 10%, 3,03,067 किता चाहिँ होइन 12 लाख किता चाहिँ हामीले भोजपुर जिल्ला भरिका स्थानीय बासिन्दाहरूलाई सेयर निष्कासन गरेका थियौँ, त्यो हामीले बाँडफाँड गरिसक्यौँ। त्यसै गरी कर्मचारीको लागि 60,613 किता सेयर थियो, त्यो सम्बन्धित कम्पनीको टक्सार विभागको लागि सञ्चालन समितिले बाँडफाँड गरी हामीलाई जानकारी प्रदान गरेको। सामूहिक लगानी कोषका लागि 1,51,533 किता सेयर बाँडफाँड भएपछि बाँकी रहेको चाहिँ 25,15,455 किता सेयर हामीले सर्वसाधारणलाई निष्कासन गरेका थियौँ। त्यो चाहिँ 83 साल वैशाखको 23 गतेबाट वैशाखको 28 गतेसम्म बिक्री खुला गरेका थियौँ र त्यस बिक्री खुला त्यस समयमा लगानीकर्ताबाट यस प्रभु क्यापिटलले निष्कासन गरेको मध्ये सबैभन्दा बढी 29,48,966 जना आवेदकले आवेदन दिनुभएको थियो। टोटलमा 29,48,966 जना। यो आवेदन हरेक आइपिओमा विस्तार बढ्दै गएको छ, जसमध्ये 1,34,665 वटा जना व्यक्तिहरूको आवेदन चाहिँ सिआसवा बैंक तथा वित्तीय संस्थाबाट विभिन्न कारणले गर्दाखेरि यसलाई सिआसवा बैंक तथा वित्तीय संस्थाले त्यसलाई रिजेक्ट गरेको र त्यो रिजेक्ट गरिसकेपछि हामीले चाहिँ भेरिफाई गर्दाखेरि 4,473 जना आवेदकको चाहिँ दोहोरो आवेदन परेको।
वैदेशिक रोजगारीबाट अप्लाई गर्नेहरूको डुप्लिकेटको संख्या 31,843 भएको। यो वैदेशिक रोजगारीबाट चाहिँ हामीलाई नियमकाय निकायको व्यवस्था अनुसार आवेदन गर्ने मान्छेको पनि रिजेक्ट गर्नुपर्ने प्रावधान भएको 31,843 जना व्यक्तिको हामीले यस आवेदनमा समावेश गर्न सकेनौँ। वैदेशिक रोजगारमा गएका 401 जना आवेदकले दोहोरो आवेदन दिएकोले हामीले उहाँलाई यस बाँडफाँडमा समावेश गर्न सकेनौँ र स्थानीय वासीहरूमध्ये 6,241 जना आवेदनलाई पनि हामीले यस बाँडफाँडमा समावेश गर्न सकेनौँ। कर्मचारीहरू हामीले पहिले बाँडफाँड गरेको कर्मचारी मध्ये 3 जना कर्मचारीले सर्वसाधारण अप्लाई गर्नुभएको थियो, उहाँलाई पनि हामीले यस आवेदनमा गर्न सकेनौँ। र प्रमोटरहरू संस्थापक पनि 56 जना र सियासपा बैंक तथा वित्तीय संस्थाहरूबाट चाहिँ 32 जना आवेदकले चाहिँ विभिन्न कारणले गर्दाखेरि उहाँहरूको अकाउन्टहरू होल्ड भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ यस बाँडफाँड कार्यक्रममा समावेश नगर्नु भन्ने प्राप्त भएकोले टोटलमा 43,049 जना आवेदकहरूलाई हामीले रिजेक्ट गर्यौँ। रिजेक्ट गरिसकेपछि हामीले 27,71,200 जना सफल आवेदक मध्ये हामीले आज 2,51,545 जना भाग्यमानीले हुनुपर्छ। 27 लाख मध्ये 2,51,000 जनालाई सेयर भाग्यमानी हुनुपर्छ। उहाँहरू भाग्यमानी यस कम्पनीमा सेवादानीको रूपमा आजदेखि सेवादानीको रूपमा कम्पनीले आमन्त्रण गर्दैछ भनौँ, त्यो हामी यस बाँडफाँड गर्न गइरहेका छौँ। टोटलमा 10 कितादेखि 10,000 कितासम्म अप्लाई गर्नेहरूमध्ये हामीले 2,51,545 जनालाई 10 किताको दरले 25,15,450 किता सेयर बाँडफाँड गर्नेछौँ र बाँकी रहेको 5 किता चाहिँ जसलाई सेयर बाँडफाँड पर्छ 20 कितादेखि 10,000 कितासम्म आवेदन गर्ने बाँडफाँडमा समावेश हुने व्यक्तिलाई मात्र छानेर हामी थप 5 जनालाई चाहिँ हामी थप 1 किता गर्छौँ र नम्बर अफ सेयर होल्डर चाहिँ 2,51,545 हुन्छ। हामीले बाँडफाँड गर्नको लागि सदा चाहिँ यस बाँडफाँड गर्नको लागि हामी एउटा बल तान्छौँ क्या, हामी जित बचित छौँ लगानीकर्ताहरू सबै। यसमा हाम्रो खाली रहेको छ, हामी 9वटा बल हुन्छ यहाँ। मैले यहाँलाई सबै देखाएर यस बलमा हाल्छु। 1 नम्बरको बल, 2 नम्बर, 3 नम्बर, 4 नम्बर, 5 नम्बर, 6 नम्बर, 7 नम्बर, 8 नम्बर र 9 नम्बर। यो 9वटा बलमध्ये हामी 2,51,545 जना भाग्यमानी मान्छेहरू छान्छौँ यहाँ। त्यसको लागि लगानीकर्ता मध्येबाट बल बाँध्नको लागि एकजनालाई मैले आग्रह गरेँ। अब सदा चाहिँ हाम्रो लक्ष्य हुँदैन होला नि, एउटा बल बाँध्ने मान्छे भाइ गिनिजको नाम लेखाउन प्रयास गर्नु पर्यो। भाइ अब यो के गरे हुन्छ त्यो चाहिँ गर्छु। यता हेर्नु नि त। ल अब मलाई पर्दैन। इस 4 नम्बर बलमा हामीले 2,51,545 जना व्यक्तिहरूलाई 10 किताको दरले 25,15,450 किता सेयर हामी बाँडफाँड गर्दैछौँ र 20 कितादेखि 10,000 कितासम्म अप्लाई गर्ने यिनै 2,51,545 जना व्यक्ति थप 5 जना उहाँहरू अझ भाग्यमानी हुनुहुन्छ जस्तो लाग्छ मलाई। 27,71,252 मा
थप एक किताब पढ्ने मान्छे त भाग्य मान्छे पक्कै हो जस्तो लाग्छ मलाई। उहाँले बस थाल्नको लागि लगानी गर्न सक्ने होला। लगानी त गर्नु भनेर अनिता त्रिपाठी मलाई यो समावेशी भयो पनि जस्तो लाग्यो। एकजना महिला एकजना पुरुष यो समावेशी पनि भयो जस्तो लाग्यो मलाई। उहाँले एक नम्बर उठाउनुभयो। 1 नम्बर एक नंबर महिला र पुरुष बराबरी योगदान गर्यो जस्तो लाग्यो मलाई। समावेशीको पनि कदर गर्यो त्यसको लागि यहाँहरूलाई धन्यवाद। थ्याङ्क यू। यस यहाँ उपस्थित हुनेका लगानीकर्ता तथा हाम्रा पत्रकार साथीहरूलाई यस कम्पनीको बारेमा केही जिज्ञासा छ भने हामी कम्पनीको तर्फबाट हाम्रो प्रमुख कार्यकर्ता केही कुरा अनुसार हुन्छ। यहाँलाई यस्तो केही लागेको छ भने यहाँले एकदम उहाँलाई सोध्न सक्नुहुन्छ। नमस्कार, मेरो नाम दिपेश शर्मा, अर्थ कागज पत्रबाट यो हाम्रो बाँडफाँड यसलाई कम्पनीमा बोलाइ गर्न चाहन्छु। अब लगानीकर्ताहरूले लगानी गरिसकेपछि यसको प्रतिफल प्रतिफल पैसा दिन सक्नुहुन्छ। यसको कम्पनीको वित्तीय विवरण वित्तीय अवस्था कस्तो छ, हामीले लगानी गरिसकेपछि आम लगानीकर्ताले सोध्ने चासो हुन्छ। त्यसको विषयमा पनि तपाईँहरूले बताइदिनु कम्पनी सम्बन्धी। त्यसले गर्दाखेरि यो वर्षहरूको ब्याज दर विक्रम प्लस हजुरको पानीको पाखा अनि हाम्रो पानीको पुरैठा परेको भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो जेनेरेसन चाहिँ हाम्रो जुन 8.8% माइनस भएर पनि हाम्रो जेनेरेसन अलमोस्ट मोर देन 90% जेनेरेसन भइरहेको छ। अब यो 8 वर्षको कुरा गर्दाखेरि हाम्रो यदि यो जेठ र असारमा पनि एक किसिमले पानी पर्यो अनि ब्याज दर एक्सपिरियन्स हुँदै जान्छ। पानी पर्यो भने चाहिँ हाम्रो यो वर्ष चाहिँ हामीले प्रतिफल दिन सक्छौँ कि भन्ने आशा गर्छौँ। यो भनेको अब 5 वर्षको पिरियडसम्म राम्रो आर्थिक वर्ष मानिन्छ। अब प्लस हामीले यो कम्पनीले चाहिँ हजुरको विभिन्न प्रोजेक्टहरू लगाएर पनि गरिसकेको छ होइन। हामीले अब 50 मिनटको युनाइटेड नेवा ताप्लेजुङमा चाहिँ पनि गरिसकेको छ। त्यसमा लगानी गरेका छौँ। ठुलो कुराहरू अहिले भर्खर 2 महिना अगाडि हाम्रो जेनेरेसन हाम्रो स्टार्ट भयो, आरसिडी भयो, त्यसमा लगानी गरेका छौँ। अब त्यसको पनि नक्सा क्यास्केड भन्ने प्रोजेक्टमा छ, त्यहाँ पनि हाम्रो लगानी छ। अब यो लगानीको क्रम चाहिँ हाम्रो राम्रो भएको कारणले गर्दाखेरि अब यो प्रतिफल दिन सक्छौँ भन्ने आशामा चाहिँ छौँ। अब हजुरलाई थाहा छ जलवायु आयोजनाहरू भनेको नितान्त पानीमा सरकारको नीति नियममा भर पर्छ। अब हाम्रो प्लान्ट गरेको प्लान्टहरू हामीले गरेको कामहरू त पर्फेक्टै छ। बेसिकली भन्दाखेरि हाम्रो जेनेरेसन चाहिँ हजुरको पानी चाहिँ राम्रोसँग पऱ्यो यो वर्ष जस्तो ट्रिपिङ कम हुने, पानी पनि राम्रोसँग पर्ने, त्यहाँदेखि हिसाबले स्थिर भयो भने चाहिँ हरेक वर्ष अब हामीले प्रतिफल बाँड्न सक्छौँ भन्ने आशामा छ। अब त्यही गर्दा लगानी गर्दाखेरि एउटा के भन्न चाहन्छु भने धेरै गर्नुहोस्।
बढ्दै गएपछि हाम्रो अब त्यही हिसाबले नै मैले भनेको अब आउने दिनहरूमा चाहिँ प्रति हाम्रो के भन्छ हाम्रो प्रतिफल डिभिडेन्ड चाहिँ राम्रै छ भन्ने आशा छ हामीलाई। अब ब्याज दर पनि घटिरहेको कारणले गर्दा खर्च एकदम मेजर खर्च गर्ने हाम्रो ब्याज नै हो। अब ब्याज पहिला हामी 13% 14%सम्म दिइरहेको अहिले 5-6% आउँदाखेरि त धेरै नै राहत मिलेको छ हाम्रो जीवनमा। त्यो सँगसँगै हाम्रो आम्दानी पनि बढिरहेको भएको कारणले गर्दा हाम्रो खर्च त्यति कम्पनीहरू त्यति साह्रो खर्च छैन, मेन्टेनेन्स एकदम कमै आउँछ हाम्रो प्लान्टमा। किनभने हाम्रो मेन्टेनेन्सको खर्च हाम्रो रिजल्ट चाहिँ के हुन्छ भने सिप कन्टेनरको बालको कन्टेनरले गर्दाखेरि प्लान्टको प्रोब्लम आउँछ। 3-4 वर्षमा एकछिन मेन्टेनेन्स गरेर भएर हाम्रो पनि सेफ साइड अफ प्लान्टमा त्यस्तो बाढी पहिरोले त्यति साह्रो आजसम्म अहिलेसम्म केही पनि भएको छैन, तर हुँदैन पनि हुने आशा। अब आउने लगानी गर्दाहरूलाई चाहिँ केही हो हाम्रो लगानीको पनि रिटर्न छ होला, प्लस हाम्रो आफ्नो पनि आम्दानी होला। त्यो सबैले गर्दाखेरि चाहिँ यसको आम्दानी बढ्दै गयो भने चाहिँ प्रतिफल राम्रो नहुने खालको विषय। थ्याङ्क यू।